काठमाडौँदेखि नजिकैको एक प्रख्यात ठाउँ जो हाइकिङ र क्याम्पिङको लागि एकदम नै प्रख्यात छ। यहाँबाट देखिने हिमालय र सूर्योदयको दृश्य त झन् कुरै नगरौँ, एकदम मनमोहक नै रहेको छ। समुद्र सतहदेखि 3018 मिटरको उचाइमा रहेको बेथानचोक नारायणथान हाम्रो गन्तव्य रहेको छ। एक रात उतै क्याम्पिङ गर्ने र बिहानै सनराइज हेर्ने प्लानिङका साथ हामीले हाइक सुरु गर्यौं। मनमोहक दृश्यहरू र रमाइला क्षणहरू हेर्न कृपया अन्त्यसम्म यो भिडियो हेरिदिनुहोला। हेलो व्हाट्स अप गाइस, के छ सबैजना? सन्चै हुनुहुन्छ? हामी पनि सन्चै छौँ। टुडे वी आर एट बेथानचोक हैन। आज चाहिँ हामी बेथानचोकको हाइकमा जाँदै छौँ। क्याम्पर्सहरू यहाँ यु क्यान सी। ए हालत यस्तो छ। वी आर गोइङ टु क्याम्पिङ फर वान नाइट क्याम्पिङ। बहुत बडा लागिरहेछ। सल्लाहहरूले भर्खर यो कुसुम फेर्न लगाएर चाहिँ कुसुम फेरेर यस्तो बनाउला चाहिँ यस्तो राम्रो देखिरहेछ है। जुत्ता फुगालेर हिँड्दैछन्। जुत्ता राखिदिएको। हामी घुम्न अहिले हिँड्न थालेको 2 घन्टा भयो, बेसी भयो। 1.5 घन्टा भयो होला। ल अहिले चाहिँ यस्तो अवस्थामा छौँ हामी चाहिँ, हिँड्दैछौँ। अझै अब 2 घन्टा जति हिँड्नुपर्छ। ल अहिले चाहिँ हामी रोडमा छौँ। अब 1.5 घन्टा अझ हामी कन्टिन्यू हिँडिरहेको छ है। टाइम चाहिँ लाग्दो रहेछ। हामी देउरालीमा छौँ, 2790 मा छौँ अहिले। ल केटाहरू कस्तो लागिरह? अहिले हामी 2790 भने चाहिँ ल कति होला, 28 पुगिसक्यो होला है। ओइ यहाँबाट त लास्ट तल जानुपर्ने रहेछ नि त। ओइ ओहो कुहिरो हेरौँ न। यता कुहिरो छैन है, यो साइडतिर कुहिरो। ए केटा आऊ हेवन हेर न, कस्तो दामी देखिरहेछ। यता सेपरेट भयो, यता कुहिरो आइरह। जन्नत देखिएछ है। बवाल यार, यस्तो ठाउँ देखिँदैछ त। ल हामी चाहिँ अब योबाट फेरि माथि डाँडाबाट झरेर हल्का यो गहिराइमा झर्नुपर्छ, अनि फेरि उकालो त्यो डाँडामा पुग्नुपर्छ होइन। लगभग हामीलाई अहिले कति बज्यो यार, टाइम हेर्नुपर्छ। कति भयो भन्दाखेरि चाहिँ 3:30 भयो है। हामी चाहिँ 12 बजी हिँडेको। यस्तो ठाडो उकालो चढ्नुपर्छ यार, लास छ यार, गिदी छ। हिँड्नै गाह्रो छ है। सुनापाती 2900 मिटरमा छौँ अहिले। 2950 अल्टिच्युडमा चाहिँ हामी आज जाँदैछौँ। ल बेथानचोक नारायणस्थान पर्यटकीय क्षेत्रमा हामी अब पुग्यौँ। ओ देखो जन्नत। पुरा हिमालयन रेन्ज चौतर्फी देखिरहेछ है। हामी पुग्यो अहिले बुद्ध पार्क 2950 मा बेथानचोक नारायणस्थान। हामी जानु पर्यो 1318 मा हो है। 3018 मिटरमा जानुपर्ने चाहिँ बुद्ध पार्क। ओए यस्तो दामी देखिन्छ है। ल बेथानचोक 3000 मिटर। अहिले चाहिँ हामी 3000 को अल्टिच्युडमा छौँ। यस्तो ठाउँमा चाहिँ हामी चाहिँ माथि टपमा जान्छौँ। डेन्जर वडा रहेछ यहाँ चाहिँ भित्र बेथानचोक वडा। ओए यहाँ त रहेछ त यार, डेन्जर ठाउँ रहेछ यार, भिर। जन्नत है जन्नत।
लास्टै भिड छ यार धेरै उता नजाऊ है ओए पुरै कुहिरो तल बस्दै रहेछ बेथान चोकमा त ओए डायमन्ड नाइस प्लेस यो कुन छ जग्गा अरे बाफ रे तल हेर नि तल ल खै कृष्ण यताउता Jesus this looks great ओहे हा लुक एट हा टु स्टिप छ तल त बाफ रे ओए इट्स अ बेथान चोक है दिस इज बेथान चोक वी आर राइट नाउ एट द 3018 meter you can see some people are there ओए हाम्रो छाया बादलमा देखेको केटा हेर त त्यहाँनिर हेर त केटाहरू कहाँ छ यार तिमी त बादलमा छौ केटाहरू तिमीहरू त ओए यस्तै अग्लो रहेछ यार धेरै हाई अल्टिट्युडमा हाईएस्ट रेन्ज हो नि त के रे यो रेन्जको हाईएस्ट पिक अनि दामी यार वान अफ द बेस्ट भ्यू क्या ओए बादलहरू कुहिरोहरू यस्तो मडारिरहेको छ तल ल हाम्रो चाहिँ अब यहाँनिर क्याम्पिङ भन्छ नि यो निकालो चाहिँ सखा पारिदिन्छ हामीले यहाँ चाहिँ अब के गर्दैछ भन्दाखेरि चाहिँ कफी बनाउँदैछ केटाहरू यता छ है अनि यता चाहिँ हाम्रो टेन्ट छ ओहो यस्तो बालेर गर्दैछौँ हामी चाहिँ यसपछि चाहिँ नुडल्स खान्छौँ ल हाम्रो चाहिँ अब यहाँ चाउचाउ खाँदैछौँ अब चाउचाउ साउचाउ पकाइयो है यस्तै छ अब चिसो छ एकदम अहिले चाहिँ केटाहरूले यहाँ मसरुम सुप बनाउँदैछन् यो दृश्य चाहिँ अहिले ठ्याक्कै कति भने चाहिँ 1:15 को दृश्य आज 3 बजीसम्म बसिन्छ त्यसपछि एकछिन सुतिन्छ अनि सनराइज हेरिन्छ अनि घर फर्किन्छ है अहिले चाहिँ हामी त्यही हो बेथान चोकमै हो यो अहिले लोकेसन चाहिँ हाम्रो सुप बन्दैछ हाम्रो हावा नबलेर त नाप्छ चिसो पऱ्यो चिसो यो चाहिँ हाम्रो निगालाको झाम्डा थियो निगालाको झाम्डालाई फालेर हामीले चाहिँ ठ्याक्क यता चाहिँ पिफमहरू ल्याएको थियो है पिफमहरू ओछ्याएर अनि माथि चाहिँ निगालहरूलाई यसरी बेन्ड गरेर चाहिँ अनि यो यसरी चाहिँ तिरपाललाई चाहिँ हामीले युज गरेको छ होइन रोहित कस्तो लागिरहेको छ रमाइलो लागेको छ राम्रो लागेर दुईजना मेन सेफहरू चाहिँ उहाँ हुनुहुन्छ रोहित हो नि त त्यस्तो आँखा त्यस्तो त्यस्तो बनाएर मिहिनेत गरेर मैले के गर्नु केटाहरूले गरेर म त खानी बस्ने हो प्लास्टिकको प्लेट ल्याउ त के अरे प्लास्टिकको समाचार कि उयो यहाँको उसले राखमै राख्यो सुप चाख त ल मिठो छ मिठो उता 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 केटाहरूले खाँदैछन् मेरो मित्र छ है मेरो अमेरिका यो चाहिँ हाम्रो घिउ हो है केटाहरूले फेरि अन्डा फ्राई गरेर खान लाग्छ हामीले चाहिँ त्यहाँ चाहिँ एकदम भाँडो तताउँदैछन् आरोनले सेफहरू रातभरि 2 बज्न थाल्छ सेफहरू यहाँ बिजी छन् रुको रुको बन्द भयो अरे मस खोला त त्यो मसाला राख्नुपर्ने यो आरोनको हो देखेन क्या हाम्रो उसले रोहित बाछाले के हो यो के हो यो कसरी गर्ने हुँदैन भन नि त 0521 लक्ष्मीले खान्न भने थियो त्यो पछि हामीले लक्ष्मीलाई के खायो एक्सन दिएर हेड सेफ भन्दा मास्टर सेफ मसला त्यत्रो मसला छ कि ओए पर छोडा है केटो खडा रहेछ यस्तो पाराले केटी बुढी चाहिँ पाल्छ है आरन पासाले बढी हुन्छ नुन चाल्छ नुन चाहिन्छ नुन नुन ल्याउ त नुन चाहिन्छ ल नुन ल अब चाहिँ दामी है 4 अन्डा धेरै नहाल्दै ठिक्क आओस् हुन्छ ल यहीँ माथि पनि राख्दियो बन्दैछ है अन्डा फ्राई चाहिँ अझै अझै भाइ आगो जेलीको मगी पखला लाग्ला यतिको खाँदैन हुन्छ हुँदैन नो आई डोन्ट प्रिफर के डढे खान्छ त होइन यो पाक्दैन पाकिसकेछ छैन आहा अन्डा भयो भयो म त यति नै खाने घिउ सिउ हालेको केटाले अब मिठै छ
चप टप ल थाहा भयो आगो ल थाहा भयो ल खाऊ त्यो मेरो कृष्ण साह्रै उस भयो मिठा नुनले चर्को भएको छैन ठिक छ मसला कोर राख्यो घिउ हालेर अलि मिठो भएको छ केटाले अन्डाहरू राति 2 बजीतिर कृष्णले खाइसक्यौ ल ठिक छ सुत्ने तर्खर हुँदैछ ल यसलाई माथि माथि अलि ताना जुत्तामा त के राख्ने हो र जुत्ता तातै छ यसलाई माथि तानु पहिला ल हाम्रो चाहिँ सुत्ने तर्खर हुँदैछ है आफैले खाएर लाग्यो दौड लिनु यो हो यसलाई माथि लगाऊ केटाहरू सुत एउटा पानी चिन्छ केटाहरू हेर आडो पानी चाहिँ यहाँ आएर लक्ष्मी टाउकोमा टुप्पो पर्छ ल अनि लक्ष्मीको ओठमा भयो नि लक्ष्मीले खाइदिने अनि त्यो यस्तो लगाऊ है यस्तो ल हामी चाहिँ मोबाइल त कहाँ राख्ने यार यहाँ सुते केटा यसै सुत्दै केटाहरू अलार्म लगाऊ है सुत्दैछ ल गुड नाइट एभ्रिवान हामी चाहिँ 3 बजीतिर सुत्यो है अब 5-6 बजीतिर सनराइज हेर्नु जान्छ अहिले चाहिँ 4-5 बज्न लाग्यो है 4:30 भयो हालत यति चिसो हुँदो रहेछ कि यति चिसो हुँदो रहेछ के रोहितले त बिचरामा खुट्टामा प्लास्टिक भनेको छ यो अवस्थामा चाहिँ सबैभन्दा धेरै चिसो हुने नै खुट्टा हो यहाँ देख्नुहुन्छ यो रातभरि गरिरहने हो यो प्रोसेस न त गाह्रो हुन्छ हेर्नुहोस् त्यत्रो पल छ नि त्यो पलबाट हावा चिसो आइरहेको होइन यस्तो पलबाट हावा आएर माथितिर शीत झरेर यो त नबाज्ने काम रहेछ नि है यस्तो यस्तो ट्रेनले चाहिँ धान्दै रहेन जा हामीलाई ठुलो लेसन चाहिँ यो ट्रेनले चाहिँ धान्ने रहेछ यसरी नहरूलाई चाहिँ नारा अहिले गाह्रो पर्छ यस्तो लुगुले माइनस टेम्परेचर ल्याएर चाहिँ केटाहरू राम्रो हुन्छ त्यसो बेकार काम गरिएछ यार सनसेट के नाम जान्दैन बिहान गइजान्थ्यो यार अहिले चाहिँ ठ्याक्कै हाम्रो 5 बज्यो राति चिसोले हामी सुत्न सकेन बिहानै उठेर चाहिँ यत्रो आगो बालेर बसेको छ है यहाँ तपाईँहरूले फेरि यत्रो आगो बाले जङ्गल डराउलो भन्ने डर नभने हाम्रो शीत परेर पुरै हिउँ परे जस्तो भयो यति हाइटमा ल यसरी बाल्नुपर्छ ठ्याक्कै 5 बजे अहिले चाहिँ पछाडिको सराउन्डिङ चाहिँ यस्तो छ है अँध्यारो त अँध्यारै छ 6-7 बजीतिर सूर्योदय होला ल हाम्रो चाहिँ अब यो डिसमेन्टल हुँदैछ है अब यो हाम्रो अगाडि पाल मस्तले चाहिँ अब हिमालयहरू देख्न सक्नुहुन्छ अब खुल्न थालेको छ है अब रोहित आँखा मलाई फाल्दियो उठ्याएर हामी एउटा चाहिँ अब जाँदैछौँ है हामी सनराइज हेर्न जान्छौँ अनबिलिभेबल दिस इज द म्याजेस्टिक निक्लियो ओए
अब चाहिँ हामी झर्दैछौँ है ब्याट्रीको चार्ज पनि छैन गोप्रोको त्यही केटा अब सी यु गाइज इन नेक्स्ट भिडियो कस्तो लाग्यो केटाहरू ल ल अब हामी चाहिँ घरतिर लाग्यौँ है यहाँ सबै सनराइज हेऱ्यो उफ्रेछौँ ल ब्याक टु होम I don't think so. No, 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 no. Maybe someday you'll have it your way. Maybe someday it'll all work out. Until then, nope, a nope, a nope, a nope, definitely nope. A nope, nope, a nope. Probably never, ever, 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 ever gonna happen. Oh.